गर्छन् मिठो हान्छ त्यो लेफ्टी रहेछ यार जम्प त क्या मिठो लिन्छ रे जम्प सात बराबर हालैसम्म हेर्दैनन् सायद सोटै हान्नमा एकदम नम्बर 1 कलाउँछन् कहाँबाट हुन्छ त्यस्तो तरिका खाली ठाउँ पहिलो खेल पहिलो गेम खासमा दामी भयो
নিজেও থাকে क्या हारना ini 7 nomor sama ini Durga Putri हॉल बंद एक नंबर लिहा जंप भरा तारा हो गया यार जंप बाजरा पर नाजरा कान में चलाने है ना सरला ये बताए कान में चलाने कान में तो वो पर पूरा घूमने हां सरला है इस्राएली देने तो है हमें फर्क पड़ा बड़ा जंप बड़ा तारा है इसको $1000 पर गुरबाकुत $17 मैं त्यसरी दबाउनु भन्ने के लगे जंप चाहिँ लिन्छु नि नहीं यसले ताइबो पाउँछ छैन यसले ताइबै पाएको छैन Then by mistake. दामी हान्दो रहेछ यार
सबै बडा तर है त्यसको चौबीस 19 अब जितिले 19 में हान्ने अहिले गेम हो पहिलो सिट पक्षमा पारेको छ 25 अङ्क ल्याउँदा पहिलो सिट पक्षमा पारेको छ अब हेरेर दोस्रो सिट के हुन्छ जर्सी नम्बर 2 बाट सर्भिस पाउनुहुन्छ यसमा त राम्रो थियो तर बचाउ पनि उत्कृष्ट बचाउ भण्डार 7 बाट प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ सर्भिसमा जर्सी नम्बर 3 का खेलाडी गोरे सफल गुरुबाकोट 13 सर्भिसमा जर्सी नम्बर 10 गुरुबाकोट उत्कृष्ट थियो तर बचाइ उत्कृष्ट तर यसका साथ सुशील केसी सफल गरिएको छ यति बेला बर्गर 7 सर्भिसमा सुशील केसी साइको प्रहारबाट सफल बर्गर 7 को अङ्क फेरि पनि टिमको लागि सर्भिस गर्दै हुनुहुन्छ उत्कृष्ट सफल एक अंक मात्रै अङ्कको अग्रता सर्भिसमा शैलेन्द्र शाही गुरुबाकोट बर्गाडलाई चान्स रहेको छ हेरौँ के हुन्छ नेट टच पृथ्वी अङ्क जोड्न सफल बर्गाड 7 को अङ्क 8 रहेको छ भने गुरुबाकोटको 8 छ सर्भिसमा जर्सी नम्बर 9 वामराज पुरी बर्गाड 7 बच्चा उत्कृष्ट छ हेरौँ के हुन्छ ओ दामी अब पछि त हिमाल सुनेर नेपालको के भन्छ 19 वर्षको त भएछ
तँ हान्दै हेलो बचाउन सफल भएको छ गुरुबाकोट। अब चान्स रहेको छ बडीगार्डलाई। हेलो कसरी सुरु गरेको चान्स बडीगार्ड सर्भिसमा पुष्प चलाकीका खेल हेरो बचाएको छ गुरुबाकोटले। शैलेन्द्र शाही शैलेन्द्र शाही चलेको छैन बरु कतिको फेरि पनि हेरो फेरि बन्दा साथमै मौका रहेको छ। कसरी सदुपयोग छ बन्दा फेरि गुरुबाकोटतिर आएको छ बल पाएका छ हामीले बिहान मार्फत जसको फाइदा लिएको छ गुरुबाकोटले। गुरुबाकोटको अङ्क रहेको छ 8 भने गुरुबाकोटको 8 रहेको छ भने बन्गाल 7-9 8-9 सर्भिस जर्सी नम्बर 2 गुरुबाकोट। गोरेको प्रहार थियो बचाउ पनि उत्कृष्ट रहेको छ गुरुबाकोटले। फेरि पनि चान्स आएको छ प्लेसमेन्ट 10-8 सर्भिस बडीगार्ड 7बाट अङ्क जोड्न सफल गुरुबाकोटबाट पृथ्वीतिर सर्भिसमा हुनुहुन्छ। टिमको लागि चाहिँ अङ्क जोड्न सफल हुनुभएको छ। वडा नम्बर 7 को अङ्क 11 रहेको छ भने गुरुबाकोटको 9। पाण्डे त्यो बेला किन गराउँछन् सर्भिस बन्गाल 7 का आक्रमण खेलाडीबाट प्रहार तो थियो तर बचाउ अङ्क जोड्न सफल गुरुबाकोट। यसको जम्प पनि रहेछ यार गुरुबाकोट 11 रहेको छ भने बन्गाल 7 को 11 बराबर सर्भिस पुष्प 11 बराबर भन्छन् 12-10 बनाछन् यार के हो समय अङ्क जोड्न सफल गुरुबाकोटको अङ्क 12 रहेको छ भने बन्गाल 7 र शीतल बाबु मिडिया मार्फत पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ। सर्भिसमा जर्सी नम्बर 1 पुष्प खनाल। प्रहार बलसँगै अङ्क जोड्न सफल गुरुबाकोटको अङ्क रहेको छ 13 भने वडा नम्बर 7 को बन्गाल 7 को अङ्क रहेको छ 11 13-11 सर्भिसमा पुष्प खनाल। फेरि पनि चान्स गोरे आफ्नो टिमको लागि अङ्क जोड्न सफल गरिएको छ। सर्भिसमा जर्सी नम्बर 3 गोरे। हालिन्छ है बन्गालले सर्भिसमा जर्सी नम्बर 3 गोरे बन्गाल 7 क्याच छ भने उत्कृष्ट प्रहारसँग अङ्क जोड्न सफल गुरुबाकोट 13 को अङ्क 14 रहेको छ भने बन्गाल 7 को अङ्क रहेको छ 13 सर्भिसमा जर्सी नम्बर 10 का खेलाडी गुरुबाकोटबाट। उत्कृष्ट प्रहार तर बचाउ गरेको छ गुरुबाकोटले। सुशील केसीको उत्कृष्ट प्लेसमेन्टको जोड्न सफल सर्भिसमा सुशील केसी टिम क्याप्टेन बन्गाल 7बाट। शैलेन्द्र शाहीको उत्कृष्ट प्रहारसँगै अङ्क जोड्न सफल जर्सी नम्बर 7। उत्कृष्ट बलकार बनाउँदै अङ्क जोड्न सफल बन्गाल 7 को अङ्क 15 रहेको छ भने गुरुबाकोट 15। यो सेटमा निकै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ। एक टिमको अग्रतालाई अर्को टिमले चाहिँ अग्रता लिन दिइरहेको छैन। बस्दिउँ कि पछाडि सर्दिउँ न चान्स रहेको छ बन्गाल 7 लाई प्रहार
रहेको छ हेरौँ गुरुबाको फाल्ले बल हो कि पृथ्वीहरूलाई यार सफल रह्यो नम्बरको अग्रता राखेको छ यति बेला बर्गा 7ले खेल प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ हेरौँ फेरि पनि बर्गालाई बलै खेलाउँदैन पृथ्वीलाई यार नम्बर जोड्न सफल बर्गाको अङ्क रहेको छ 7 भने गुरुबाको अङ्क रहेको छ 17-15 छ 17-15 फेरि पनि बर्गा 7लाई मौका रहेको छ प्रहार बचाएको छ गुरुबाकोटले पृथ्वी दिनुवा हेरौँ उत्कृष्ट प्लेसमेन्ट तर बचाउ पनि उत्कृष्ट रहेको छ फेरि पनि बर्गा 7लाई मौका रहेको छ बचाउ उत्कृष्ट बचाउ पुष्पकनालको बर्गा हेरौँ के हुन्छ पहिलो अङ्क पहिलो टाइम आउट भागेको छ गुरुबाको 13ले बर्गा 7 यति बेला आफ्नो अग्रता चाहिँ हेरेर मनोरञ्जन लिइराख्नु भएको छ खेल निकै प्रतिस्पर्धात्मक रूपमा बढिरहेको छ एकदम आफ्नो बललाई चाहिँ ढुकढुक बढाइरहेको छ सर्भिस बर्गा 7का खेलाडी जर्सी नम्बर 9 ओमराज पुरी गुरुबाकोटबाट सँगसँगै अङ्क जोड्न सफल गुरुबाकोट 13को अङ्क 16 रहेको छ भने बर्गा 7को अङ्क 18 16-18 सर्भिसमा जर्सी नम्बर 6 गुरुबाकोट नम्बरको प्रहार गलत भएको छ हेरौँ अब कसरी जर्सी नम्बर 6 उहाँ त आज गुरुबाकोटको लागि निकै भारी परिराख्नु भएको छ अङ्क जोड्न उहाँहरूले गुरुबाकोटले पक्कै पनि उहाँहरूलाई सम्झिनु हुनेछ बारम्बार जर्सी नम्बर 6 सर्भिसमा त्यसको जम्प हेरेर पृथ्वीको जम्प प्रहारसँगै अङ्क जोड्न सफल गुरुबाकोटको अङ्क 17 रहेको छ भने बर्गा 7को 19 सर्भिसमा जर्सी 7ले प्रहार दामी हाल्यो यता सबै सर्टकै छ 18-19 देखिन नि आउँछ ओके ओ दामी ए पृथ्वीले कि जम्पै बदलिन्छ सकेन नि कति हजार राखेको थियो नाम पनि चलेको त्यत्रो खेलाडीको नाम नेसनल समाचार चाहिँ भर्खर 19 वर्षको त भएछ भर्खरै फेरि त्यही दामी बर्गा 7 को अङ्क 22 रहेको छ भने गुरुबाकोटको 20 बर्गा 7लाई अपर्च्युनिटी रहेको छ नम्बर प्राप्त गर्न सफल गुरुबाकोट 13 को अङ्क रहेको छ 21 भने वडा नम्बर बर्गा 7 को अङ्क रहेको छ 21-22 सर्भिसमा पुष्प खनाल गुरुबाकोट 13बाट 22-21 रहेको छ बर्गा 7 बचाएको छ
22 बराबर सर्भिसमा पुष्प खनाल ठिक से हान्दो रहेछ 6 नम्बरमा अगाडि बढिरहेको छ बङ्गाल 7सँग मात्रै अग्रता रहेको छ ठिक से हान्दिन्छ कि आउटसँगै जोड्न सफल दुर्गाकोट 13 अङ्क 23 बराबर ल गेम दामी भइरहेछ बङ्गाल 7 23 बराबर तेल ठिक से हानेछ जम्प माथि 23 बराबर आउट छ आउट गयो सेट बराबर दर्शन 10 को सर्भिस गरेको थियो दुर्गाकोटबाट क्याप्टेन सुशील 24 बराबर पहिलो सेट बङ्गाल 7 ले आफ्नो पक्षमा पारेको छ भने दोस्रो सेट विजय पदार्थको अगाडि बढिरहेको छ दुवै टिमको बराबर रहेको छ किसी फिक्स छैन के त बेल त हानिहाल्छ कि सँगसँगै आफ्नो टिमको लागि जोड्न सफल भित्र उत्कृष्ट बलआउट बनाउँदै अङ्क जोड्न सफल बङ्गाल 7 को अङ्क 25 रहेको छ भने गुरुवाकोटको अङ्क 25 सेटको पक्षमा जान्छ हेरौँ जुन टिमले गल्ती गर्छ सायद उसकै पक्षमा यो सेट जाने अनुमान गरेको छ सर्भिस बङ्गाल 7बाट अब यसलाई गुरुवाकोटले कसरी सफल गर्छ हेरौँ त्यो बाहिर चल्नै पाएको छैन यार सर्भिसमा जर्सी नम्बर 6 गुरुवाकोटबाट ल गेम स्ट्राइक आउट सँगै दोस्रो सेट गुरुवाकोट 13 ले 25 का विरुद्ध 27 अङ्क ल्याउँदै आफ्नो पक्षमा पारेको छ खेलिसक्नु भएको छ खेल बेस्ट अफ 5 मा हुनेछ दर्शक महानुभावहरू अब तेस्रो सेटको खेल हेरोकसको पक्षमा जान्छ दुवै टिम मिलेको छ बङ्गाल 7बाट सर्भिसमा जर्सी नम्बर 6 अब तेस्रो सेटको पहिलो सर्भिस बङ्गाल 7 जर्सी नम्बर 6 बाट हेरौँ पुष्प खनालको गोरे फेरि पनि शैलेन्द्र साईको प्रहार बलसँगै अङ्क प्राप्त गर्न सकेको छ बङ्गाल 7 ले 7 फेरि पनि शैलेन्द्र शाहीको उत्कृष्ट प्लेसमेन्टसँगै अङ्क जोड्न सफल गुरुवाकोट 13 उत्कृष्ट प्रहारसँगै अङ्क जोडेको छ बङ्गाल 7 को अङ्क 2 रहेको छ भने शाही पुष्प खनाल हेरौँ के हुन्छ प्रहार बचाएको छ बङ्गालले स्ट्राइक आउटसँगै अङ्क जोड्न सफल गुरुवाकोट पुष्प खनाल गुरुवाकोट पुष्प खनाल सर्भिसमा पुष्प खनालको सर्भिस आउटसँगै अङ्क जोड्न 7बाट जर्सी नम्बर 10 को प्रहार बल मेरो बचाएको छ गुरुवाकोटले अब के हुन्छ जर्सी नम्बर 11 टिम क्याप्टेन सुशील केसी को उत्कृष्ट प्रहारसँगै बङ्गाल 8
अङ्क जोड्न सफल रहेको छ बनगाड 7 बनगाड 5-2 3 नम्बरको अग्रता लिएको छ बनगाड 7ले त्यसको प्रभाव निकै उत्कृष्ट रहेको थियो जर्सी नम्बर 6 गुरुबाकोटबाट त्यसको फाइदा दिएको छ गुरुबाकोटले गुरुबाकोटको अङ्क 3 रहेको छ नम्बरको अग्रता सर्भिसमा शैलेन्द्र शाही गुरुबाकोटबाट आफ्नो टिमको लागि अवसर जोड्दै सुशील केसी जसको फाइदा लिएको छ बनगाड 7को अङ्क 6 रहेको छ भने गुरुबाकोटको 3 सर्भिसमा बनगाड 7 का खेलाडी जर्सी नम्बर 3 गोरी जर्सी नम्बर 10 को उत्कृष्ट प्रहारसँगै अङ्क जोड्दा जर्सी नम्बर 6 गुरुबाकोटबाट जर्सी नम्बर 6 गुरुबाकोटलाई मौका रहेको छ हेरौँ अब के हुन्छ फेरि पनि जर्सी नम्बर 6 को प्रहार सँगै अङ्क जोड्न सफल गुरुबाकोट 13 को अङ्क 5 रहेको छ भने बनगाड 7 को अङ्क रहेको छ जर्सी नम्बर 10 फेरि पनि चान्स रहेको छ गुरुबाकोट स्पाइक आउटसँगै अङ्क जोड्न सफल बनगाड 7 को अङ्क 7 रहेको छ भने गुरुबाकोटको अङ्क रहेको छ 5 सर्भिसमा टिम क्याप्टेन सुशील केसी जर्सी नम्बर 11 बनगाड 7 बाट एकदमै चलाकीपूर्वक खेल गुरुबाकोट 13 का 6-7 मात्र 1 नम्बरको अग्रता बनगाड 7 लाई जर्सी नम्बर 6 फेरि पनि आफ्नो टिमको लागि बनगाड 7 लिँदैनन् के रहेको छ बनगाडलाई अब हेरौँ के हुन्छ जर्सी नम्बर 6 को फेरि पनि उत्कृष्ट प्रहारसँगै अङ्क जोड्न सफल बनगाड 7 निकै राम्रो रहेको थियो बनगाड 7 को हेरौँ के हुन्छ उत्कृष्ट सँगसँगै अङ्क जोड्न सफल गुरुबाकोटको अङ्क 7 रहेको छ सर्भिसमा जर्सी नम्बर 3 पृथ्वी तिरुवा गुरुबाकोटबाट जर्सी नम्बर 6 म पनि के कम भन्दै खेल निकै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ हेरौँ शैलेन्द्र शाहको उत्कृष्ट प्रहारसँगै अङ्क जोड्न सफल गुरुबाकोट सँगै अङ्क जोडेको छ गुरुबाकोट 13 को अङ्क रहेको छ 9 भने बनगाड 7 को अङ्क रहेको छ 10 पहिलेको तरिकाले खेल्दा काम हुन्छ र नि बोल अनुसार त अप्ठ्यारो हुन्छ नि त कोचले बहुत ध्यान दिनुपर्छ स्कोर बोर्ड भन्दा अगाडि बस्नुभएका दर्शक महानुभावहरू यता स्कोर बोर्ड त्यहाँ देखिएको छैन
हिजो आउनु भएको थिएन हिजो आउनु भएको थियो आज आउने भन्ने कुरो हो हिजो बेबेको आएको थियो कि नै हिजोलाई पनि दिएको छैन हिजो पनि सोधेर म त हिजो थिएन घरै थिएँ हिजो भर्खर अनुसार खेलाएर पनि भाव छ क्या यो फल भाव चाहिँ कस्तो पो भाव छ अब खेलाउँदा पनि मेरोमा झ्याउने कति भने थाहा पाइँदैन मेरा ढेतलाई मारिदिनु त्यसलाई पनि ढाल्दैन पटक उठ्यो त्यो ढल्ने दिन चाहिँ त्यसले बल एउटा हातले उठाउँछ भनेर टाङ आफ्नो एउटा हात छिर्यो त्यो ढल्ने हामी त्यो अठाइस नहाल्नु त्यो पनि नारायणले नहान्नु पछाडि भन्छ हामीले हामी त्यसपछि उपेन्द्र दाइ ढिली गर्नुपर्छ कि अब त्यो मान्ने गर्नुपर्छ ढिलो थियो र पानीले गर्दा अहिले यता पनि बढाउनु लगाउनु पोहोर साल जति चालो थिएन अहिले आखिर गेम त्यही त हुनु रहेछ त अब त्यस्तो नहोस् भन्ने होला नि त सम्झौता गरे होला नि आधी घन्टा हुनु गरेर ऱ्याबहरू हुनु त धेरै घाटा पर्दैन त हाने गर्ने पोल त यिनी अर्कै थियो 6 नम्बर वाला खेल्न रहेछ सर्भिस न अहिले मिला होला न त्यो गरेर त्यो बाहिर पृथ्वी भर्खर बाहिर गएको थियो कि लामो समयको विवादपछि भन्दै बल खासै फाल्न सक्दो रहेछ गुरुबाकोटलाई चान्स रहेको छ हेरौँ के गर्छ गुरुबाकोटले प्रहारसँगै अङ्क जोड्न सफल गुरुबाकोट 13 गुरुबाकोट 13बाट फेरि पनि चान्स रहेको छ गुरुबाकोट 13लाई हेरौँ अब के हुन्छ प्लेसमेन्टसँग अङ्क जोड्न सफल बनगाड 7 को अङ्क 14 रहेको छ भने गुरुबाकोट जर्सी नम्बर 6 का खेलाडीबाट सँगसँगै आफ्नो टिमलाई अङ्क जोड्न सफल गुरुबाकोट 13 को अङ्क 11 रहेको छ भने बनगाड 7 को अङ्क रहेको छ 12 धेरै पुरानो जर्सी नम्बर 3 स्पाइकसँगै अङ्क जोड्न सफल बनगाड 7 को अङ्क 13 रहेको छ भने गुरुबाकोटको 11 सर्भिसमा जर्सी नम्बर 3 गोरे लकी सर्भिस बनगाड 7 को लागि सँगसँगै अङ्क जोड्न सफल बनगाड 7 को अङ्क 14 रहेको छ भने गुरुबाकोटको 11 दुवै टिमले एक सेट आफ्नो हातमा पारेका छन् भने यो तेस्रो सेटको खेल सञ्चालन भइरहेको छ नम्बर 10 गुरुबाकोट
जर्सी नम्बर 6 को उत्कृष्ट प्रहारसँगै अङ्क जोड्न सफल बनगाड 7 को अङ्क 15 रहेको छ भने गुरबाकोटको 12 सर्भिसमा टिम क्याप्टेन फेरि पनि नम्बर जोड्न सफल बनगाड 7 को अङ्क 16 रहेको छ भने गुरबाकोटको 12 नम्बरको अग्रता लिएको छ यति बेला बनगाड 7 ले प्रहार उत्कृष्ट सँगसँगै ब्लक आउट गरेको छ गुरबाकोट 13 ले अङ्क जोड्न सफल गुरबाकोट 13 को अङ्क 13 रहेको छ भने बनगाड 7 को अङ्क 16 3 नम्बरको अग्रता बनगाड 7 सँग जर्सी नम्बर 6 बचाउ गरेको छ गुरबाकोट 13 ले पुष्प खनाल अब हेरौँ बनगाड 7 लाई मौका रहेको छ यो मौकालाई कसरी सदुपयोग गर्छ फेरि पनि अङ्क जोड्न सफल बनगाड 7 ले नेटर्सको सङ्केत रेफ्रीद्वारा जसको फाइदा बनगाड 7 को अङ्क 7 रहेको छ भने गुरबाकोटको 13 सर्भिसमा जर्सी नम्बर 9 ओम राजपुरी बनगाड 7 पुष्प खनाल जोड्न सफल गुरबाकोट 13 को अङ्क 14 रहेको छ भने बनगाड 7 को अङ्क 17 सर्भिसमा पृथ्वी चिरुवा जर्सी नम्बर 3 गुरबाकोटबाट बनगाड फेरि पनि चान्स रहेको छ बनगाडलाई बचाएको छ गुरबाकोटले पुष्प खनाल हेरौँ फेरि पनि बनगाडलाई चान्स आएको छ फेरि गुरबाकोटलाई चान्स प्रहार बाहिरसँगै नम्बर जोडेको छ बनगाड 7 ले उत्कृष्ट प्लेसमेन्ट जर्सी नम्बर 2 गुरबाकोटका खेलाडीबाट सँगसँगै आफ्नो टिमको लागि अङ्क जोड्न सफल गुरबाकोट 13 को अङ्क 15 रहेको छ भने बनगाड 7 को अङ्क 18 मात्र 3 नम्बरको अग्रता छ बनगाड 7 सँग बचाएको छ उत्कृष्ट फेरि पनि बल उत्कृष्ट बचाएको छ गुरबाकोट 13 ले बनगाड 7 लाई मौका रहेको छ बनगाड 7 को अङ्क 19 रहेको छ भने गुरबाकोटको 15 सर्भिसमा जर्सी नम्बर 4 निकै पावरफुल जम्प सर्भिस हुने गर्छ गुरबाकोट 13 लाई अपर्च्युनिटी भएको छ हेरौँ गोरे के गर्छ फेरि पनि गुरबाकोटलाई चान्स रहेको छ जर्सी नम्बर 10 को बनगाडले फेरि गुरबाकोटलाई चान्स रहेको छ प्लेस त उत्कृष्ट थियो तर आउट त्यसको फाइदा लिएको छ गुरबाकोटको अङ्क 16 रहेको छ भने बनगाड 7 को अङ्क 19 सर्भिसमा जर्सी नम्बर 1 पुष्प खनाल सर्भिसमा जर्सी नम्बर 8 बनगाड 7 सर्ट पनि एउटा चाहिँ देखाएको छ पृथ्वीलाई बलै फाल्दैन सर्भिसमा राइटसँगै अङ्क जोड्न सफल गुरबाकोट 13 ले आदरणीय दर्शक महानुभावहरू हामी ऐतिहासिक टर्फिफल मेला 2083 सर्भिस जर्सी नम्बर 8 बनगाड 7 बाट त्यो पनि आज मनिषले त टाल्ने मनिष चाल्छ जर्सी नम्बर 6 प्रहार गर्दै आफ्नो टिमको लागि अङ्क जोडेका छन् गुरबाकोटको अङ्क 17 शैलेश र शाही गुरबाकोटबाट अब हेरौँ बनगाडलाई प्राप्त गर्न सफल बनगाड 7 को
22 हेरेर तिमीले त्यसो त बोल हाल्नु पर्यो त्यसरी नै सिकाउनु जीवनमा त फेरि पनि जर्सी नम्बर 6 को उत्कृष्ट प्रहारसँगै एउटा जोड्न सफल 22 सर्भिसमा जर्सी नम्बर 10 गुरुबाकोट सर्भिसमा जर्सी नम्बर 11 टिम क्याप्टेन सुशील केसी आफ्नो टिमको लागि आफ्नो जोड्दै यसको फाइदा पुलिस गुरुबाकोटबाट फेरि अब गुरुबाकोटलाई चान्स रहेको छ पुष्प खनाल उत्कृष्ट प्लेसमेन्ट र बचाउन सफल बर्गाड 7 फेरि पनि हेरौँ पुष्प खनाल त्यो बल त यहीँ पुग खेलाइदिनु पर्ने नि जर्सी नम्बर 6 को पृथ्वीलाई प्राय चला छैन कि भयो उत्कृष्ट बचाउ गरेको छ फेरि पनि मौका रहेको छ बर्गाड 7 लाई हेरौँ जर्सी नम्बर 6 का खेलाडी फेरि पनि बचाउन सफल गुरुबाकोट 13 बलै खेलाउँदैन कि मलाई खेलाउँदैन कि पृथ्वीलाई यार उत्कृष्ट बचाउ जर्सी नम्बर 6 प्राप्त गरेको छ बलै खेलाएन पनि 3टा बल आफूलाई सेट पोइन्टमा राखेको छ 24 छ भने गुरुबाकोटको 19 सर्भिसमा जर्सी नम्बर 9 ओमराज त्यत्रो बलमा एउटा बल त खेलाइदिनु नि यार लेफ्ट हैन ओ मा अघि बलै खेलाएन कि पृथ्वी झल्काइदियो बलै खेलाएको छैन कि अहिले त भित्र गएर मागेर बल्ल खेलायो पृथ्वी अघि खेलायो त अघि हान्ने थियो कि अहिले सर्भिसमा पृथ्वी पिरुवा हेरौँ के गर्छ त्यसको बलम जो त हुन लाग्यो शैलेन्द्र साइले खिच्छ हालेको छैन 22 रहेको छ भने बर्गाडको पनि 7 को 24 सेट पोइन्ट 24 लिएर बसेको छ बर्गाडको पनि 7 अन्त यो पनि थोक हान्दा हान्दैन नि अहिले ओके शैलेन्द्र साइले मिस्टेक गर्यो चान्स रहेको छ अन्त जोड्न सफल तर भित्र गएको थिएन यार दोस्रो सेट चौथो सेटको पहिलो सर्भिस गुरुबाकोटबाट जर्सी नम्बर 2 का खेलाडी सर्भिसमा हुनुहुन्छ जर्सी नम्बर 2 गुरुबाकोट गएको नम्बर जोड्न सफल गुरुबाकोट 13 को अङ्क 1 रहेको छ भने बर्गाड 7 को अङ्क 0 सर्भिसमा उत्कृष्ट प्लेसमेन्ट थियो तर बचाउ पनि उत्तिकै राम्रो गुरुबाकोट 13 को अब हेरौँ बर्गाड 7 लाई मौका रहेको छ बचाएको छ गुरुबाकोट 13 ले उत्कृष्ट प्रहारसँग अङ्क जोडेको छ गुरुबाकोट 13 ले भोटभन्दा अगाडि बस्नुभएको ढाका टोपीवाला बाजे तपाईँ उठेर यता गइदिनु होला त्यो स्कुलमा देखेको छैन अब बर्गाड 7 लाई मौका रहेको छ पृथ्वीले हान्यो हान्ने अग्रता राखेको छ बर्गाड गुरुबाकोट 13 ले यो गयो अहिले त जर्सी नम्बर 8 को प्रहार पनि बलसँगै फेरि पनि मौका रहेको छ गुरुबाकोट 13 लाई नम्बर जोडेको छ जर्सी नम्बर 4 सर्भिसमा जर्सी नम्बर 6
गोरेको उत्कृष्ट स्पाइसको जोडेको छ बनगार 7ले बनगार 7 तिरुवाको बलगाउँसँगै जोडेको छ गुरुवाको 13ले गुरुवाको 13 को अङ्क 5 रहेको छ भने बनगार 7 को अङ्क 2 सर्भिसमा को 5 3-5 जोडेको छ बनगार कुपिङले सर्भिसमा जर्सी नम्बर 3 गोरे प्रहार बचाएको छ बनगार 7ले हेरौँ फेरि पनि अब गुरुवाको 13 मौका रहेको छ बनगार 7ले मौका अब कसरी सदुपयोग गर्छ हेरौँ कृष्ण बलाचार बनाउँदै बनगार 7ले अङ्क जर्सी नम्बर 3 गोरे गोरेको सर्भिस हेरौँ जर्सी नम्बर 10 उत्कृष्ट बचाउ गरेको छ बनगार 7ले बल आउटसँगै अङ्क जोडेको छ गुरुवाको 13ले गुरुवाको 13 को अङ्क 6 रहेको छ भने बनगार कुपिङले 7 को अङ्क 5 सर्भिसमा जर्सी नम्बर 10 हजुर अहिले कहाँ म यो स्थिर गर्दैन यार घोषा गर्दा हान्दै गर्दैन अब गुरुवाको 13 लाई मौका रहेको छ पुष्प खनालले सर्भिसमा जर्सी नम्बर 10 बचेको छ हेरौँ पुष्प खनाल फेरि पनि मौका रहेको छ बनगार 7 लाई प्रहार उत्कृष्ट प्रहारसँगै गुरुवाको 13 को सर्भिसमा यति राम्रो खेलेको छन् अहिले अब हेरौँ बनगार 7 लाई मौका रहेको छ फेरि पनि बचाएको छ पुष्प खनालको उत्कृष्ट प्लेसमेन्टमा जम्मै यो त हार्ने सबैले फिल्डमा हार्छन् नि उत्कृष्ट पार जर्सी नम्बर 6 बाट अहिले गरे बनगार कुपिङले 7 को अङ्क 6 रहेको छ गुरुवाको 13 ले प्रहार स्टार्ट अङ्क जोडेको छ बनगार कुपिङले 7-9 मात्र 2 अङ्कको अग्रता झल्का हान्दै झल्का हान्दै फेरि पनि पुष्प खनाल अङ्क जोडेको छ गुरुवाको 13 ले गुरुवाको 13 को अङ्क 10 भने बनगार कुपिङको 8 सर्भिसमा पुष्प खनाल जर्सी नम्बर 1 गुरुवाको 13 बाट सर्भिसमा जर्सी नम्बर 9 ओमरा सुरी उत्कृष्ट जोडेको छ गुरुवाको 13 ले गुरुवाको 13 को अङ्क आयोगको 11 रहेको छ भने बनगार कुपिङले 7 को 11-9 सर्भिसमा जर्सी नम्बर 7 शैलेश शाही मौका रहेको छ गुरुवाको 7 सर्भिस जर्सी नम्बर 6
तिरुवा नेट टच अङ्क प्राप्त गरेको छ गुरुबाकोट 13 ले गुरुबाकोट 13 को अङ्क यसरी बाहिरबाट फ्याँक्दिनु होला गोरेको प्रहार ब्लकआउटसँग अङ्क प्राप्त गरेको जर्सी नम्बर 10 को प्रहार आउटसँग अङ्क जोडेको छ बनगाड कुपिङले 7 ले बनगाड 12 13 के होइन त्यो त कुपिङले सामने आफ्नो पक्षमा पारेको छ भने एक सेट गुरुबाकोट 13 ले आफ्नो सेटमा पारेको छ गुरुबाकोट 13 को लागि सेट डु अर डाइको म्याच रहेको छ जित्नै पर्ने दबाव छ भने बनगाड कुपिङले सामने यदि सर्भिसमा जर्सी नम्बर 4 बनगाड कुपिङले 7 बाट जर्सीलाई 6 को प्रहार बचाएको छ बनगाड 7 ले अब हेरौँ बनगाड गुरुबाकोटलाई चान्स रहेको छ पृथ्वी सुरुवालको प्रहार बल जर्सी नम्बर 10 को प्रहार थियो तर राम्रो बचाएको छ अब हेरौँ फेरि गुरुबाकोट 13 लाई मौका रहेको छ जर्सी नम्बर 4 को प्रहारसँगै अङ्क जोडेको छ बनगाड कुपिङले 7 ले अहिले तपाईले जितेको बेला अङ्क 14 छ भने बनगाड कुपिङलेको 7 बनगाड कुपिङले 7 को 14 बराबर सर्भिसमा जर्सी नम्बर 6 सर्भिस बराबरसँगै अङ्क हाम्रो स्टेजमा वडा नम्बर 3 का वडा अध्यक्ष बनगाड कुपिङले नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष दिनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ वडा नम्बर 3 का वडा अध्यक्ष 16-14 पुष्प खनाल अब हेरौँ उत्कृष्ट प्लेसमेन्ट बचाउको पनि उत्कृष्ट प्रयास थियो तर बचाउन सकेन बनगाड कुपिङले 7 ले अङ्क जोडेको छ गुरुबाकोट 13 ले गुरुबाकोट 13 को अङ्क 15 रहेको छ भने बनगाड कुपिङले 7 को 15-16 सर्भिसमा पृथ्वी तिरुवा जर्सी नम्बर 3 अङ्क जोडेको छ अङ्क रहेको छ बनगाड कुपिङले 7 को 17 रहेको छ भने गुरुबाकोट 13 को 15 सर्भिसमा जर्सी नम्बर 3 गोरे प्लेसमेन्ट थियो तर बचाएको छ देखेसँगै अब यस पछाडिको म्याच बनगाड अङ्क जोडेको छ गुरुबाकोट 13 ले 17 बराबर सर्भिसमा बराबर 17 बराबर जोडेको छ गुरुबाकोट 13 ले गुरुबाकोट 13 को 18 छ वडा नम्बर 10 का पूर्व वडा अध्यक्ष देवेन्द्र पुरी पनि वीरबहादुर बुढा बगर उहाँ पनि यतै हुनुहुन्छ यस पछाडिको खेल उहाँहरूको रहेको छ उहाँहरूको वडाको सर्भिसमा जोडेको छ गुरुबाकोट 13 ले अनि त्यसै गरी हरि कवर पनि यहाँ अतिथिको रूपमा हाम्रो स्टेजमा आइसक्नु भएको छ र सर्भिसमा जर्सी नम्बर 1 का पुष्प खनाल 19-18 गुरुबाकोट 1 को अङ्क लिएको छ
अङ्क जोडिएको छ कति पछाडि दियो साथै भण्डार कतिको साथको अङ्क 19 रहेको छ भने गुरुबाकोटहरूको फेरि होला आधी घन्टा लगाउनु अघि त्यस्तै भयो गुरुबाकोट 13 को 19 बराबर आइयो अघि नै आएको थियो अब त्यस्तो जाने छ यति हेर्नु तपाईँले अनुभव छ ल ल अघि पनि निको गरेको पॉइंटे नहीं करी ना पर और करे फेरि आएको त्यो कागल दिन खाना है 2 सेट इन्डिया र 1 सेट इन्डिया र प्यान्ट नंबर ओवर आधा घंटा बस गया और इसको करे गइटरिया कहाँ गइटरिया इन तो 7 में गइटरी भनौँ 7 गइटरी हुन्छ हाम्रै गाउँमा हामीले खतरा खाने खेला त्यो उठ्ने गुरु तेरो छ एक नम्बरमा फेरि 10,000 खेलाडीलाई टिम क्याप्टेन बाहेक अन्य साथीहरू चाहिँ तपाईँहरू कोर्टमा प्रवेश नगरिदिनुहोला टिम क्याप्टेन बाहेक अन्य साथीहरू तपाईँहरू कोर्टभन्दा बाहिर बसिदिनु होला जेठ हो यो है म जेठसँग म हिँड्दिनँ अलिक त बस्छु है हल्का मान्छेले हेर्नु बस्नु हामीले नि भइरहेको उनीहरूले क्या अब धारा पनि यहाँ मान्छे खाना मोमो पकाउनु
खेल चाहिँ प्रदर्शन गर्नुपर्ने हुन्छ त्यसकारण एम्पायरको डिसिजनलाई लिनुपर्ने हुन्छ खेल सर्भिस अब खेल सुरु भएको छ सर्भिस बर्गारको टिमले साथ जर्सी नम्बर 9 अमराज पुरी पाण्डे त्यही त माने किन यत्रो नफाट्यो 19 बराबर मित्रहरू तपाईहरु अनुशासनपूर्वक आफ्नो खेल प्रदर्शन गरिदिनु होला 19 बराबर चौथो सेटको खेल रहेको छ दुईवटा सेट बर्गारको टिमले साथले हात पारेको छ अनि एउटा सेट गुरुबाकोटले उत्कृष्ट प्रहारसँग अङ्क जोडेको छ गुरुबाकोट 13 ले गुरुबाकोट 13 को अङ्क रहेको छ 20 भने बर्गारको टिमले 7 को 19 त्यहाँनिरको पछाडि रहिदिनबाट स्कोर देखिएको छैन सर्भिसमा शैलेन्द्र शाही उत्कृष्ट प्रहारसँग एउटा जोडेको छ गुरुबाकोट 13 ले गुरुबाकोट 13 को अङ्क 21 रहेको छ भने बर्गारको टिमको 21 दुई अङ्कको अग्रता लिएको छ चौथो सेटमा गुरुबाकोट 13 ले सर्भिसमा शैलेन्द्र शाही उत्कृष्ट सर्भिस पर जर्सी नम्बर 6 जर्सी नम्बर 2 गुरुबाकोट इन दुईटा त बनाउँछ लुक्क गुरुबाकोटलाई चान्स रहेको छ फेरि पनि गुरुबाकोट टिमले चान्स अब हेरौँ के हुन्छ सिलेक्सनको अङ्क प्राप्त गरेको छ गुरुबाकोटले गुरुबाकोटको अङ्क 23 रहेको छ भने कति लफडा गर्छ नि यार एउटा गेममा जर्सी नम्बर 6 को हरबल जर्सी नम्बर 4 को सर्भिस रहेको थियो जर्सी नम्बर 10 अब चान्स रहेको छ बर्गार 7 लाई हेरौँ जगाइदे बुझा त्यस्तो प्लेसमेन्ट अब गुरुबाकोटले हेरौँ खेलाडी मित्रहरू एम्पायरको डिसिजनलाई तपाईँहरूले मानिदिनु होला र अनुशासनपूर्वक आफ्नो खेल प्रदर्शन गर्नु होला खेल मात्रै नभएर खेलाडी मित्रहरूमा अनुशासन पनि आवश्यकता हुन्छ त्यसकारण
ग्रुप चाहिँ देखो वीडियो लेकिन आई है वीडियो लेकिन आई है ल बर्बाद चाहिँ डबल एउटा खेलाडी टिम क्याप्टेन भाइ अनि बाहिर भने टुकुरमा प्रवेश गराइदिनु होला नेपालको डिसिजन प्रहरी शिक्षकहरू साथीहरू त्यहाँ गइरहेका थिए उसलाई चाहिँ बाहिर राखिदिनु होला ब्लग रहेछ त भिडियोमा यार के रहेछ यिनीहरूले 22-23 मान्छन् अब एउटाले आधी घन्टा पछि माने थियो अर्को भाइले